जोजोलोपा नमस्कार। मेरो नाम गौतम रत्न साक्य हो। म इन्द्र जात्रा व्यवस्थापन समितिको अध्यक्षको नाताले यहाँ केही शब्दहरू राख्न चाहन्छु। अहिले नेपालको जल्दो बल्दो परिस्थिति अनुसार अहिले जुन नेपाल सरकारले आह्वान गरिएको यो फागुनको 21 गते निर्वाचन हुन गइराखेको छ, जुन प्रतिनिधि सभाको सदस्यहरूको लागि, त्यो सदस्यहरूको लागि जुन यो निर्वाचनमा अहिले जति पनि उम्मेदवारीहरू छन्, सबै उम्मेदवारीहरूमा भन्दा पनि यो हाम्रो 8 नम्बर क्षेत्रको एरियामा हाम्रो नेपाली काङ्ग्रेसको तर्फबाट सपना राज भण्डारी ज्यू आउनुभएको छ। उहाँले मननदेखि नै उहाँले हामी स्वागत गर्न चाहन्छौँ। किन भन्दाखेरि अहिलेको यो निर्वाचनमा उहाँको उम्मेदवारी त किन आवश्यक छ भन्दाखेरि यो ठाउँमा परम्परादेखि चलिआएको जात्रा पर्व इत्यादि भइराखेको हरेक चिजमा पनि उहाँले सशक्त रूपमा चाहिँ नै हामीलाई स्थानीयहरूको लागि चाहिँ नै हेर्दै आइराख्नु भएको छ र त्यस्तो कुनै समस्या परेको खण्डमा उहाँले चाहिँ नै समस्या समाधान पनि हामीलाई गरिराख्नु भएको छ। योभन्दा पहिले पनि उहाँको श्रीमान हाम्रो नवीन राज जोशी हुनुहुन्छ, उहाँले पनि यो स्थानीयहरूको आवाजलाई बुलन्द गर्नको लागि उहाँले धेरै मेहनत गर्नुभएको छ। जुन यो जात्रा पर्व लगायत चाहिँ नि विभिन्न जात्रा पर्वमा केही समस्या परेको खण्डमा हामीले उहाँलाई नै गएर केही निवेदन गर्दाखेरि उहाँले चाहिँ नि सहयोगको रूपमा सहयोगको भूमिका हामीले खेलेर समस्या समाधान गरिराख्नु भएको त्यो सबैलाई थाहा भएकै कुरा हो। त्यसै अनुसार उहाँकै परिवारबाट नै अहिले चाहिँ हाम्रो सपना राज भण्डारी उहाँको मिसेस हुनुहुन्छ नवीन दाईको, उहाँले धेरै नै यो स्थानीयहरूको आवाजलाई बुझेर सम्झेर उहाँले जुन समयमा पनि स्थानीयहरूको समस्या समाधानको लागि अगाडि आएर उहाँले चाहिँ समस्या समाधान गरिराख्नु भएको छ। एकजना महिलाको हिसाबले पनि उहाँले चाहिँ एकदमै सशक्त रूपमा चाहिँ उहाँले हामीले हेल्प गरिराख्नु भएको छ, मद्दत गरिराख्नु भएको छ। त्यस कारणले गर्दाखेरि पनि यो अहिलेको प्रतिनिधि सभाको सदस्यमा चाहिँ हाम्रो 8 नम्बर एरियाको तर्फबाट चाहिँ सपना राज भण्डारीलाई एकदमै आवश्यकता देखेको हुनाले सबै सम्पूर्ण यो 8 नम्बर एरियाको सबै जनाहरूलाई चाहिँ नि उहाँले चाहिँ सम्झेर उहाँले भोट दिएर उहाँले चाहिँ नि जिताउनुको लागि म सबै यो स्थानीय हाम्रो 8 नम्बर एरियाको सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु। किन भन्दाखेरि उहाँले नै हाम्रो स्थानीयहरूको मनदेखिको आत्मादेखि लिएर सबै कुरा बुझ्ने मान्छे भएको हुनाले हामीले त्यस्तो व्यक्ति चाहिन्छ कि हाम्रो आवाजहरू त्यो ठाउँमा पुर्याएर समाधान गरिदिने व्यक्ति भनेकै उहाँ नै हो हामीले। त्यस कारणले सबैलाई म अनुरोध गर्न चाहन्छु, उहाँले यसपालिको प्रतिनिधि सभाको सदस्यमा 8 नम्बर एरियाको तर्फबाट नेपाली काङ्ग्रेसको तर्फबाट हाम्रो सपना राज भण्डारीज्यूलाई भोट दिएर जित्नलाई उहाँलाई अवसर दिनु हुनको लागि सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु।